मेरो ट्याङ्की क्यापमा त अन्त कमिला त यो खालको छ त अन्त E85 बनाएर यस्तो भएको अरे तेल चाहिँ ट्याङ्की क्यापमा होइन त सुगर केनको झोलमा उखुको झोल गुलियो हुन्छ हैन त्यस गुलियोमा त कमिला बस्छ त्यही भएको यो कमिला त यस्तो छ त पेट्रोलले कुदेको छैन के हो यो यस्तो छ त कमिला त गोला लगाएर बसिरहेको छ त अन्त ट्याङ्की क्यापमा त यहाँ के लेखिरहेको छ यहाँ फेरि अप टु E20 ओन्ली लेखेको छ हैन पेट्रोल अब 85 ले गर्दा यस्तो भएको नि लाखा त अब सक्के त अन्त अब यसको गाडी केही भयो भने चाहिँ कसले भरपाई गर्छ कसले भरपाई गर्ने हो पम्पले गर्ने कि कसले गर्ने त्यही त भनेको कसले गर्ने कसले गर्ने ओइ कसले गर्ने कमिलालाई सोध कमिला कमिला कसले गर्ने हा मेरो गाडी बिग्रियो भने भरपाई कसले गर्ने यो के गरेको तिमीहरूले हा मेरो गाडीमा गाडी हो होइन मेरो गाडी चाहिँ गोला लाउँदै रहेछ त यहाँ चाहिँ गोला लगाइसकेछ साँच्चीमै भनेको यो चाहिँ रेला गरेको होइन हो पुरा पसेछ कमिला चाहिँ होइन ड्याम्मै छ बच्चा लगाइसकेको बच्चा पनि लगाइसकेको के भएको अम्बो यस्तो भइसकेको छ त मेरो गाडीमा त के भएको यहाँ चाहिँ भित्रबाट निक्लिँदैछ कमिला त अन्त लङ 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 के भएको यो चाहिँ खासमा चाहिँ क्यापमा हेरे त्यतिकै छ यता चेपमा पनि छ बच्चा निकाल्नु थालेको छ अन्डामा चाहिँ झरेको हेर्नु त यहाँ आम्बो के भयो यो त के भयो